Happy Mother's Day, Anna. Thank you. के काटेर कसलाई खुवाउनु पर्ने आफै खानु साइली बहिनीको बुवाबाट बचाउनु है बुवाले छुनु पायो कान्छी छोरी अमेरिकाबाट मेनुका कान्छी छोरीको यो 6 7 कान्छा छोराको हेर्नु त 1 2 3 छोरा थ्याङ्क यू धन्यवाद अब साकेलामा जाने होला नि त उफ्रिनु त्यसलाई हराएछ नमस्ते हेलो एभ्रिवान सबैलाई नमस्ते आज चाहिँ माता तीर्थौसी मदर्स डे सम्पूर्ण आमाहरूलाई माता तीर्थौसीको शुभकामना ह्याप्पी मदर्स डे भन्न चाहन्छु सम्पूर्ण आमाहरूलाई र आज चाहिँ मदर्स डेको उपलक्ष्यमा हामी चाहिँ ड्राई पिकनिक जस्तो निस्किँदैछौँ खानासाना घरमा बनायौँ सामान्य खाना मर्निङको खाना 10 बजिसकेको छ अनि हामी चाहिँ उता आज चाहिँ चप्पन खोलातिर जान्छौँ चप्पन खोलामा गएर त्यहाँ गएर मदर्स डे मनाउने खानासाना खाने आमालाई विस गर्ने अनि फर्किने हाम्रो सोच छ त्यही भएर मैले खानासाना रेडी गरेँ अहिले चाहिँ अब हामी सिटी बोलाएर निस्कन्छौँ ल फेरि पनि सम्पूर्ण आमाहरूलाई ह्याप्पी मदर्स डे भन्न चाहन्छु ल अब चाहिँ हामी निस्किन्छौँ आमा चाहिँ यस्तो भएर आउनुभएको छ पोहोर दिदीले दिएको लुगा लगाएर अनि लुगा नकिन भनेर यहाँ लेक्चर दिनुहुँदैछ खानेकुरा चाहिँ यहाँनिर रेडी गरिरहेछौँ यस्तो लिएको छ यहाँ केक छ यहाँ दही यति छ हामी रेडी हुँदैछौँ अब चाहिँ ल हामी चाहिँ यहाँ चप्पन आइसक्यौँ पहिला आएकै ठाउँमा यो मन्दिरको अगाडि अनि यहाँनिर आइपुग्यौँ अब बुवा आउनु बाँकी छ बुवालाई ल्याउँछ भइगएको छ त्योभन्दा अगाडि चाहिँ आमालाई पहिराउनु पर्यो त्यसपछि अरू केक काट्ने कामहरू चाहिँ गर्नु पर्ला पहिला मैले लिएको गिफ्ट चाहिँ दिनु पऱ्यो आमालाई अनि त्यसपछि चेन्ज गर्नु लगाउनु पऱ्यो भनेर सिम्पल कुरा ल्याइदिएको छु घर बस्दा लगाउने ल्याइदिएको यसपालि चाहिँ सदा साडीहरू ल्याइदियो थन्काएर राख्नुहुन्छ कमसेकम गुनिउचोले ल्यायो भने चाहिँ कमसेकम लगाउनुहुन्छ युज गर्नुहुन्छ भनेर चाहिँ लिएर आएको छु गिफ्ट त यो आमाले ह्याप्पी मदर्स डे आमा थ्याङ्क यू के लगाउनु पर्छ क्या आमा अहिले ट्याक्क अहिले लगाएर अनि केक काट्ने हो कि अलिकति पछाडि पछाडि हेर्नु क्यामेरामा उयो केक निकाल न केक महँगो खाले ल अब केक काट्ने टाइम भयो के काटेर कसलाई खुवाउनु पर्ने आफै खानु स्टे केक खाने हो केक त नि खै दिने उता छैन
अलिकति चाहिँ यो यो केटाहरूलाई चाहिँ हामीले जन्माएको होइन केटाहरूले के गर्छ तिमीले कुरा बुझिस् बुझे जोड्ने क्या अलिकति मात्रै सबै किन आज त खुवाइदिनु ल मेरो गिफ्ट चाहिँ फर्स्टमा दिइहालेको दिदीले दिनुभयो त्यसपछि अब चाहिँ विदेशमा बस्ने मेरो साइली र कान्छीको गिफ्ट छ त्यो हामी दिन्छौँ त्यो पनि आमाको लागि ल गिफ्ट चाहिँ साइली र कान्छीको यो छ उतापट्टि चाहिँ जाऊ स्टेला उतापट्टि म तिमीलाई ल्याइदिन्छु यहाँ बस ल आमा यो चाहिँ साइली बहिनीको के भन्ने अब गिफ्ट नै भन्नु पर्यो आज दिएको त सबै पुरा साइली बहिनीको खोलेर हेर्नु न 1 2 3 4 बुवाबाट बचाउनु है बुवाले छुनु पाए अब यो कान्छी छोरीबाट आयो कान्छी छोरी अमेरिकाबाट मेनुका मेनुका कान्छी छोरीको यो 1 2 3 4 5 6 7 8 9 10 थ्याङ्क यू यो चाहिँ त्यो र तैँले न ल अनि यो चाहिँ कान्छा छोराको तर्फबाट यसपालि आमालाई गिफ्ट यो पनि आमालाई कान्छा छोराले अघि दिइसकेको रहेछ दुईटा अनि त्यसपछि अनि यो चाहिँ कान्छा छोराको कान्छा छोराको हेरौँ त 1 2 3 4 5 ल कान्छा छोरा थ्याङ्क यू धन्यवाद सीताको पुगो छैन अब मैले नै राख्नु पर्छ होला बुवाले आशा लाउनु हुँदैछ है यो पैसा बुवालाई नदिनु 1 लाख हराइदिनु भएको छ बुवाले मान्छे हरायो भन्नु सम्झेर हाँस्छु विकास आयो अहिले पनि सम्झेर हाँस्छु त मरो भन्नु के अरे बोलीमा कता परेर मरेको छ ल भनेर भन्नुहुन्छ अब यो गिफ्ट पनि हेरिहालौँ न आमा ए पेटीकोट यो चाहिँ ठिक छ क्या अब साकेलामा जाने होला नि त उफ्रिनु हेर्नुपर्छ नदेख्छु यो चाहिँ ठ्याक्क मिलेन त त्यसै गरौँ न थ्याङ्क यू ल अब हामी खाना खान्छौँ यो पानी खाउँ न सबै यो चाहिँ आमाले मलाई दिनुभएको अब चाहिँ एन्जिन आगमदेखि नमनाउने केटाकेटी हो यस्तो उ नगर्नु बाँच्यो भने बनाउने पुरा भएको के यसो ल्याउने एकजना लड्डु लिएर खानु दिने त्यति नै हुन्छ नगर्नु लु अब बाम चुप गर यो चाहिँ अब मनिसले खाएको छैन अब चाहिँ आफ्नो आफ्नो लोकेसनमा बस्नु त पोजिसनमा ऊ बुवा त्यसरी होइन उताबाट घुम्नुपर्छ होला अलिकति अगाडि यतापट्टि अनि अर्कोजना पछाडि बस्न मिल्ने गरी क्या अनि अब खानलाई रेडी ए त्यो चाहिँ अहिले आउने बेलामा बनाएको किम्बुको जुस ल अब खाने हाम्रो चाहिँ खाना छ यहाँ यो पोर्क यहाँ छ ग्लास अनि त्यसपछि यहाँ अचार पुलाउ विङ्स दही यो कसले खान्छ अहिले खाने लास्टमा अब खानुपर्छ
हाल्ने काम चाहिँ तिमीहरूको हो नि क्वालिटी पर्छ नि यस्तो सफाले लुगा पनि ल ल खाऊ बच्चा दही अब हालिदिन्छु है म चिसो नखानेलाई दही हुन्छ नि त कम्प्लेन भयो चाहिँ 1 लाख हराएको 1 लाख हराएछ बिर्सिदियो हुन्छ त सम्झिनु भन्दा पनि पहिला गर्दा त अब साउथ ब्याज 1 लाखै पुग्नु लाग्यो होला त्यो विकाससँग थियो आउनु त खोज्नु भएन बोतलै बोक्नु चाहिँ सोच्नु भएन होला भुटीको किलो गरिदिनु पर्यो भने चेक गरेर हिसाब गरेर के त्यहाँ बसिसक्नु पाएन बसिहाल्छु के खाने दिदी के खाने भयो तिम्रो खानेर खबर के अब म थप्नु थिएँ एलिना चाहिँ रोस्ट खान्छ भने छ होला त्यो त आउटडोरको अर्कै हुन्छ अन्त नगर्नु त्यहाँ बरन्डा छ त त्यो लिभिङ रुममा चाहिँ रुममा पनि आमाले लगी खाने ल खानासाना खाइसक्यौँ अब एकछिन टिकटक सिकटक नाचगान गर्नुपर्छ फोटोसोटो खिच्छौँ अनि त्यसपछि जाने कार्यक्रम हुन्छ ल नाच स्टेप कसैलाई नाच्नु मन लाग्दैन भात खाएपछि यहाँ ढल्किनु चाहिँ मन लाग्यो होला यहाँ जनताहरूलाई ल घर छिटो जानु भने नाचै हुन्छ कसको गीत हो त्यो बुवाको बन्द गर्नु राम्रो छैन स्टेज नाच त अनि त्यसपछि जानुपर्छ घर कति छोटो गीत हौ एक के अरे अल्छी लाग्यो होला सबैले आमाले छुट्टी पाउनुलाई ल सबैजना आऊ फ्रेममा फोटो पनि खिच्ने हो यही आउँछु मोडल कहिले
अनि अर्को गीत आमाकोमा होला उ बरु मलाई त नआउँदो रहेछ यो त अब चाहिँ एकचोटि देखाउँ पर्दछ नमस्ते यो 2083 सालको यो आमा कहाँ अब म चाहिँ गीताबारी अब हामी फोटो खिच्नु जाने स्टेलाले अघि नै जाउँ न उता फोटो खिच्नु भन्दै थियो होइन स्टेला आज त अलिक सतल छ यहाँ नत्र पोहोरतिर त बाफ्रे यहाँनिर राम्रो रहेछ घुँडा जाला नि फेरि यसबाट आमालाई पनि त्यहाँ छ उता। लु खोइ एकचोटि फोटो खिचौँ यहाँ खिच्दै त गीत खोइ त Sewa buka. Istilahnya bigas itu. फोटो सोटो खिचियो अब जाने त होला नि यहाँनिर त पनि एउटा भएको एउटा खिचौँ न लु जाउँ होला है नि त अब सबैलाई हतार मात्र लागेको छ अनि कति खिच्छु खिचेको मध्ये राम्रो हुँदैन क्या मिलेर बस्नु न भने अब चाहिँ हामी फर्किँदैछौँ आउनु हतार आएपछि फेरि जान हतार यो जान्छ आफ्नै काममा आमा आफ्नै फार्म हाउस हाम्रो चाहिँ फुर्सद थियो अब बस्ने कोही पनि नभएर ल आमा त मैले ल्याइदिएको लुगामा त परी देखिनु भएको छ परी अरूले पालो दिनुपर्छ ठाउँ आउँदैछ बर्गर मान्छेहरू ल अब हामी चाहिँ जान लागेको ल आमा आजको दिन कस्तो लाग्यो वाक्क लाग्यो खुसी लाग्यो नि
आमा धन्यवाद भन्नु सबै छोरीहरूलाई धन्यवाद सबै छोरीहरूलाई छोराहरूलाई नाति नतेना सबैलाई ल अब सङ्गीता छोरी मेनुका छोरी धन्यवाद के भन्नु आउँदैन त्यो त उता जान्छ हिँडेर जान्छ होइन हामी त टेम्पोमा जानु पर्यो एकछिन त्यहाँनिर सिटीसम्म जानलाई हिँड्नुपर्ने भयो हामी चाहिँ सिटी चढ्नको लागि त्यहाँनिर बसिरहेछ अरे अनि यता आउनु अप्ठ्यारो भयो अरे त्यही भएर हामी सिटी चढ्नको लागि एकछिन हिँड्दैछौँ यत्रो न यत्रो पन्टङ र पुन्टुङ परेको रहेछ सानो त सानो अति सानो छ त खोली ख अरे भनेको कता त्यो हौडी कान्छो गाउँ अनि त्यताबाट घामले पोल्छ ल आमा झर्नु भयो ल घामले पोल्ने भयो आमा टाउकोमा लाएर ल जानु बाई बाई भाइ आमा